गगन थापा हराएको सूचना हेर्दा हक्की स्वभावको देखिने, सधैँ जसो कोट प्यान्टमा सजिएर हिँड्ने, खाइलाग्दो शरीर, ठुला ठुला काला आँखा भएको, श्याम श्वेत वर्ण भएको, सधैँ कपाल कोरेर हिँड्ने, ठुलो ठुलो स्वरमा भएको नभएको फलाक्दै हिँड्ने एक व्यक्ति सर्लाहीबाट गत आइतबार दिउँसोदेखि एकाएक सम्पर्कविहीन भएका कारण देख्नुहुने महानुभावले जिल्ला प्रहरी कार्यालय सर्लाही वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन अनुरोध छ। अरुण राय सर्लाही क्षेत्र नम्बर 4 का एक युवकले सामाजिक सञ्जालमा राखेको स्टाटस हो यो। प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर 4 मा अमरेश सिंहले धुलो चटाएका गगन थापाले अरुण रायले भने जस्तै सम्पर्कविहीन छन्। गगनको नेतृत्वमा रहेको कांग्रेसले यो पटकको निर्वाचनमा नमिठो हार बेहोरेसँगै उनलाई नेता कार्यकर्तासँग फेस गर्न गाह्रो परिरहेको छ। उनी गुमनाम भइरहँदा उनको क्षमतामाथि प्रश्न उठाउँदै पार्टीभित्रको एउटा समूहले राजीनामा दिन दबाब बढाइरहेका छन् भने अर्कोतिर उनले राजीनामा दिन नहुने तर्क गरिरहेका छन्। कांग्रेसलाई दास र लासहरूको पार्टी होइन भन्ने गगनको नेतृत्वमा नै कांग्रेस लास जस्तो सुनसान रहँदा यति बेला समर्थकहरूमा पनि बेचैनी सुरु भएको छ। कार्यकर्ताहरू गगन थापा हराएको सूचना नै निकाल्न थालेका छन्।